नमस्कार। आज यो फागुन 21 गते हुन गइरहेको आसन्न निर्वाचनको बारेमा हामी केही कुरा गर्दैछौँ। राजनीति, दलहरू र दलालहरू बीचमा कस्तो सम्बन्ध छ यी तीन विषयवस्तुमा। राजनीति प्रत्यक्ष रूपमा देखिने रूपमा त देखिएकै हुन्छ, तर राजनीतिभित्र नदेखिएका गौण रहेका विषयवस्तु सुन्दा अचम्म लाग्ने खालका हुन्छन्। र यो नेपालमा मात्रै होइन, यो संसारभरि यस्तो हुने गर्दछ। राजनीति, राजनीतिक दल र दलालहरू, यी तीनको बीचमा अत्यन्त अचम्मको अनौठो र अपत्यारिला सम्बन्धहरू हुन्छन्। र मानव कसैले सुन्दा त ठ्याक्कै आरोपित गरे जस्तो पनि सुनिन्छ र तर यो विश्वमा प्रुभ भइसकेका विषयवस्तुहरू हुन्। यो नेपालमा मात्र होइन, अत्यन्त विकसित भनिएका मुलुकहरूमा पनि यस्तो क्रियाकलापहरू भइरहेको हुन्छ। राजनीतिले आमूल परिवर्तन त गर्छ नै, तर त्यो सही र सत्कर्मको रूपमा प्रयोग हुन्छ कि गलत र दुष्कर्मको प्रयोग हुन्छ भन्ने कुरा चाहिँ विशेष हो। राजनीतिलाई सहीसँग उपयोग गरियो भने, सत्कर्म गरियो भने त्यसले सकारात्मक नतिजा ल्याउन सक्छ र देश, नागरिक सबैमा एउटा हर्षोल्लासको वातावरण बन्न सक्छ। र त्यो राजनीतिलाई गलत तरिकाले प्रयोग गर्यो, राजनीतिलाई दुष्कर्म गर्यो, गलत तरिकाले प्रयोग गर्यो भने त्यसको परिणाम अत्यन्त गलत, खराब र ध्वंसात्मक पनि हुने गर्दछ। त्यसैले जति सक्दो राजनीतिलाई सही तरिकाले प्रयोग गर्न जरुरी छ। अब दलहरूको कुरा गरौँ। राजनीतिक दलहरू कसरी चलिरहेका हुन्छन् त? यिनीहरूको आर्थिक व्यवस्था कस्तो हुन्छ र यिनीहरूले आर्थिक कसरी जुटाइरहेका हुन्छन्, कहाँबाट जुटाइरहेका हुन्छन् र कसरी यिनीहरूलाई कसले लगानी गरिरहेको हुन्छ। र यिनीहरूको तामझाम तडक भडक देख्दा लाग्छ यिनीहरूका हजारौं उद्योग धन्दा छन् र यिनीहरूको आम्दानी नै वार्षिक अरबौं छ जस्तो हामीहरूले देख्छौँ नि, होइन? यिनीहरूले कसरी आफ्ना सभा सम्मेलनहरू गर्छन्, कसरी महाधिवेशनहरू गर्छन् र त्यहाँ कतिको तडक भडक हुन्छ, कस्तो शैली अपनाइरहेका हुन्छन्, त्यो हामी सबै देखिरहेकै हुन्छौँ। र नेपालीहरू त हामी त्यो कर्ममा भुक्तभोगी पनि छौँ। हामीहरूले त्यो देख्नु नदेख्नु राजनीतिक दलहरूको क्रियाकलाप सबै देखेका छौँ। अब दलहरूलाई परिचालित गरिरहेको हुन्छ अर्को एउटा महत्त्वपूर्ण विषयवस्तु दलाल। यो शब्द
अलि स्तर त तल्लो स्तरको शब्द होला यो दलाल, अलि निकृष्ट सुनिन्छ पनि, तर यो जति निकृष्ट सुनिन्छ नेपालमा दलालहरूले यो दलाल शब्दको खुबै राम्रोसँग धर्म निभाएका छन्। कुनै कुनै हुन्छ नि, हामीहरूले सत्कर्म भन्छौँ, सत्कर्म चाहिँ गरिरहेका हुँदैनौँ, आखिर धर्म निभाइरहेका हुँदैनौँ त्यहाँनिर हामीहरूले। तर नेपालमा चाहिँ यो दलाल शब्दको धर्म चाहिँ खुबै राम्रोसँग नेपालीहरूले निभाइरहेका छन्, अर्थात् दलालहरूले निभाइरहेका छन्। अब दलहरूलाई कसले लगानी गर्छ त? यसो विचार गर्नुहोस्, दलहरूलाई त्यही दलालले प्रयोग गरिरहेको हुन्छ र त्यसैले लगानी गरिरहेको हुन्छ। किनभने त्यो दलाल भन्ने शब्द जति निकृष्ट सुनिन्छ र निकृष्ट छ, त्यो सँगसँगै तिनीहरूको कर्म त सत्कर्म छैन, उनीहरूको व्यापार व्यवसाय पनि त्यस्तै निकृष्ट प्रकारको छ। त्यसैले पनि उनीहरूलाई त्यो गर्नु परिरहेको छ कि निकृष्टताको कारण नै उनीहरूले दलहरूलाई आफ्नो पक्षमा पार्नुपर्छ र आफ्नो त्यो कर्तृत्वहरू सबै दबाउनु पर्यो, लुकाउनु पर्यो। त्यसकारण पनि दललाई दलालहरूले युज गरेर आफ्नो पक्षमा पारिरहेका हुन्छन् र राजनीति यस्तो चक्रव्यूहमा फसिरहेको हुन्छ, यस्तो चक्रव्यूहमा खेलिरहेको हुन्छ। त्यसैले राजनीति अत्यन्त स्फटिक हुनुपर्छ, सेतो पर्दा जस्तो हुनुपर्छ, अत्यन्त क्लिन राजनीति। तर यहाँ गरिन्छ राजनीति अत्यन्त घृणित, अत्यन्त खराब, र राजनीतिको चरित्र नै यति खराब बनाइयो कि मान्छेहरूले सुन्न पनि चाहन्नन्। त्यसकारण पनि राजनीतिक दलहरू, यानि कि दलहरू र दलाल, राजनीति दल र दलालहरूको यो त्रिकोणात्मक सम्बन्ध खुबै राम्रो देखिन्छ नेपालमा र सबैभन्दा फस्टाएको पनि यही छ। अहिलेसम्म खुब फस्टाएको छ। राजनीतिक दलहरू र दलाल, यो तीनवटा पेसाहरू नेपालमा अत्यन्त फस्टाइरहेका छन् र यिनी तीनवटा शब्दहरू नेपाली समाजमा खुबै बिक्छन् र बिकिरहेका छन्। कसैको चरित्र नै हत्या गर्नु पर्यो, बनिरहेको करियर नै ध्वस्त बनाइदिनु पर्यो भने पनि त्यसलाई राजनीतिमै तलबितल पारिदिने र कसैको बनिरहेको भविष्य सिद्ध्याउनु छ भने पनि दलहरू तोडफोड गरिदिने र बिगार्नु छ भने पनि तोडफोड गरिदिने। अर्को दलाल तपाईको हरेक क्रियाकलाप, हरेक कर्म, हरेक व्यवसाय सबैमा, सानोदेखि ठुलोसम्म सबैमा दलालहरू प्रयोग हुन्छन् यहाँ र तिनै दलालहरूको लगानीमा अरू नाचिरहेका हुन्छन् र उनीहरूलाई भ्रम पनि के हुन्छ भने हामीहरूले दलाललाई प्रयोग गरिरहेका छौँ, तर हुँदैन त्यस्तो।
दलालले उनीहरूलाई प्रयोग गरिरहेको छ। दलालले चाहिँ उनीहरूलाई प्रयोग गरिरहेको हुन्छ र आफ्ना हरेक काला करतुतहरू लुकाउनलाई दलालले राजनीति र राजनीतिक दलहरूलाई प्रयोग गरिरहेको हुन्छ। हेर्नुहोस्, म यी 3 शब्द अत्यन्त तपाईहरू सामु दोहोऱ्याएर राखिरहेको छु, तेर्याएर राखिरहेको छु, किनकि यी 3 शब्दको त्रिकोणात्मक सम्बन्धका कारण यिनीहरू सही सत्कर्ममा लागे भने देश र जनताको भविष्य अत्यन्त उज्जवल छ। यी 3 चीजहरू सत्कर्ममा होइन दुष्कर्ममा प्रयोग भए भने जनता र देशको सोचे भन्दा खराब अवस्था हुन्छ। सोचे भन्दा खराब। त्यसैले यी 3 चीजहरूको सकेसम्म सही सदुपयोग होस् र यिनीहरूको सत्कर्मले सबैको उपकार होस्, सबैको उन्नति होस्, विकास होस्, समाजमा सकारात्मक चेतना जागोस्, सबै सकारात्मक बन्दै जाउन् र सबैमा एउटा उत्साह उमङ्ग सदैव आइरहोस्। यी 3 शब्दको त्रिकोणात्मक सम्बन्ध नेपालमा मात्र होइन संसारका देशहरूमा यो देखिन्छ। त्यसैले पनि यो राजनीतिक दलहरू र दलालहरू राजनीतिक दलहरूले गर्छन् र राजनीतिक दलहरूलाई दलालहरूले लगानी गरिरहेका हुन्छन्। त्यसैले यो अत्यन्त सुझबुझ तरिकाले बुझ्न, चिन्तन मनन गर्न र आफूमा चेतना जागृत गर्न जरुरी छ। र तपाईले जब चेतना जागृत गर्नुहुन्छ नि, तब मात्र यी 3 शब्दको त्रिकोणात्मक जुन सम्बन्ध छ र यिनीहरूले जे गरिरहेका छन् त्यसमा छर्लङ्ग हुनुहुनेछ। र यो अत्यन्त घतलाग्दो र मानिसलाई सोच्न बाध्य बनाउने शब्दहरू छन्। राजनीति, दल र दलालहरू। त्यसैले पनि यो कुरा बुझ्न अत्यन्त जरुरी छ र आफ्नो चेतनालाई जागृत गर्न जरुरी छ। तपाईलाई भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। तपाईको शेयरले मलाई पनि भिडियो बनाउन उत्प्रेरणा मिल्नेछ। हवस् त, धन्यवाद। आजलाई बिदा हुँ।